मर्निङ शुभ बिहानी। यी बच्चापलको यादहरू मम्मीको सम्झनामा सानो बन्न मन छ फेरि। तपाईँले भात खुवाएको याद छ मनमा। मान्छेहरूले भन्छन् समयले सबै घाउ निको पार्छ, तर यदि कहिले आमाको साथ नै हरायो भने त्यो घाँस समयले होइन रे, जीवनको सम्झनाले मात्र सिकाउनेछ। हामीलाई चाहिँ हरेक कुरा अब जीवनमा घटेको घटनाहरूले मात्रै याद आउनेछ होइन, किनकि जीवनमा आमाहरू नहुनु भने चाहिँ कस्तो गाह्रो हुन्थ्यो होला जस्तो लाग्छ कि मलाई चाहिँ होइन। अब म चाहिँ खासै मेरो मम्मी बेगर चाहिँ खासै केही गर्न पनि सक्दिनँ जस्तो फिल हुन्छ क्या घरिघरि। अब जो कोहीलाई पनि आमा भनेको त आमै हुन्छ नि होइन। अब कतिपयलाई त भइ पनि कति सस्तो भएको हुन्छ, कति साथीहरूको त अब आमाहरू पनि साथमा हुनुहुन्न होला होइन। यति भन्दै बाई बाई। मन पऱ्यो भने लाइक कमेन्ट गर्नु होला। स्वस्थ रहनु होला, व्यस्त रहनु।